नमस्ते क्लास 10 का भाइ बहिनीहरू। आज चाहिँ हामी क्लास 10 को म्याथमेटिक्सको फर्स्ट च्याप्टर सेट भन्ने च्याप्टरको बारेमा पढ्न गइरहेका छौँ है। ल यो चाहिँ तपाईको एससीमा चाहिँ यो सेट भन्ने च्याप्टरबाट 6 मार्क्सको क्वेशन आउँछ। सो एकदमै भेरी इम्पोर्टेन्ट च्याप्टर यो। अनि तपाईको एससीको क्वेशनमा फर्स्ट क्वेशनमा आउँछ यो क्वेशन सेटको क्वेशन। त तपाईले मजाले ध्यान दिएर हेर्नुभयो भने यो सेटको सबै कुरा तपाईले मजाले क्लियरली बुझ्नुहुन्छ। अब सेटको बारेमा कुरा गरौँ है। सेट भनेको कुनै पनि अब्जेक्टहरुको कलेक्सन भयो क्या। कुनै पनि अब्जेक्टहरुलाई हामी कलेक्टिभली कुरा गर्नु पर्यो भने त्यसलाई हामी के भन्छौँ? सेट अफ अब्जेक्ट भन्छौँ। भनेको अब्जेक्टहरुको कलेक्सनलाई हामी के भन्छौँ? सेट भन्छौँ। ल अब क्लास 10 मा हामीले पढ्नु पर्ने भनेको दुईटा सेट र तीनटा सेटको बारेमा पढ्नुपर्ने हुन्छ। पहिले हामी दुईटा सेटको कुरा गरौँ है। ल सपोज हामीसँग दुईटा सेट छ, सेट ए र सेट बी। ल एउटा सेट ए भयो, अर्को सेट बी भयो। ल अब यो सेट ए र सेट बी को हामी के गर्छौं भने हामी भेन डायग्रामबाट हामी के गर्छौं? यसलाई क्लियर गर्ने कुरा गर्छौं। ल सबभन्दा पहिले म भेन डायग्राम बनाउँछु अनि भेन डायग्रामको कुन पार्टलाई के भन्छ त्यो कुरा म मजाले क्लियर गर्नुहुन्छ है। ल ओके ल भेन डायग्राम भयो। भेन डायग्राममा के छ? यो जुन हाम्रो बक्स बनाएँ मैले, यो बक्स भनेको हाम्रो के भयो? युनिभर्सल सेट भयो। युनिभर्सल सेट भनेको कुनै कतिवटा अब्जेक्ट छ, अब्जेक्टको सबै कलेक्सन चाहिँ हामीले कहाँ हाल्नु पर्यो? यो बक्स भित्र हाल्नु पर्यो। त्यही भएर हामी के भन्छौँ? युनिभर्सल सेट भन्छौँ। ल अब हामीसँग दुईटा सेट छ, ए र बी। ल यहाँ एउटा सेट ए भयो, यो अर्को के भयो? सेट बी भयो। यो भनेको यसलाई एन लेख्नु पर्यो, एन बी लेख्नु पर्यो। अब के हुन्छ? यो कुन पार्टलाई हामी के भन्छौँ त्यो कुरा मजाले बुझौँ। ल अब जस्तै यो बीचको पार्ट हेर्नु त। यो पार्ट भनेको यो पार्ट ए को पनि हो, यो पार्ट भनेको बी को पनि हो। भनेको दुईटैको कमन पार्ट हो हैन। यो कमन पार्टलाई हामी के लेख्छौँ? यो कमन पार्टलाई हामीले एन ए इन्टरसेक्सन बी लेख्छौँ। भनेको यो दुईटैको कमन पार्टको भ्यालु कति छ त्यसलाई हामी के लेख्छौँ? ए इन्टरसेक्सन बी लेख्छौँ। ल त्यसैगरी यो हेर्नु, यो पार्ट, यो जुन कलर गरेको पार्ट छ, सेट गरेको पार्ट छ, यो भनेको कसको पार्ट हो? यो भनेको बी को मात्रै पार्ट हो हैन। यो पुरै चाहिँ बी को हो, बी मा चाहिँ यहाँ ए को पनि पर्यो। तर यो पार्ट हेर्नु त, यो पार्ट भनेको बी को मात्रै हो किन? त्यसैगरी त्यही भएर हामीले के भन्छौँ? ओन्ली बी भन्छौँ। यसलाई हामी एन ओन्ली बी भनेर रिप्रेजेन्ट गर्छौँ है। यो पार्टलाई हामी के भन्छौँ? ओन्ली बी। यसलाई रिप्रेजेन्ट गर्दा एन ओन्ली बी भनिन्छ। त्यसैगरी यो पार्ट हेर्नु त, यो पार्ट भनेको यो पुरै गोलो भनेको ए हो। तर यति पार्ट हेर्नु त, यति पार्ट चाहिँ कसको? यति पार्ट भनेको ए को मात्रै हो किन? यो पुरै भनेको यहाँ त बी को पनि पार्ट छ। तर यो जुन मैले कलर गरे यो पार्ट चाहिँ के हो? ए को मात्रै पार्ट हो किन? त्यही भएर यसलाई हामी के भन्छौँ? ओन्ली ए। यसलाई एन ओन्ली ए भनेर लेख्छौँ है। ल त्यसैगरी अब यो पुरै पार्ट ए को पनि, यो पार्ट पनि भयो, यो पार्ट पनि भयो, यो पार्ट पनि हो। यो पुरै पार्ट भनेको ए र बी को टोटल पार्ट हो किन? ए र बी को टोटल पार्ट हो। यसलाई हामी के लेख्छौँ? यसलाई हामी लेख्छौँ ए युनियन बी भनेर लेख्छौँ। यसलाई हामी एन ए युनियन बी भनेर लेख्छौँ है। यो पार्टलाई, यो टोटल पार्टलाई, यो जुन मैले देखाएँ यो टोटल पार्ट, यो टोटल पार्टलाई हामी के भन्छौँ? एन ए युनियन बी। ल त्यसैगरी अब यहाँ त, त्यसैगरी यो बाहिरको पार्ट पनि छ। बाहिरको पार्ट भनेको के हो? बाहिरको पार्ट भनेको यो भित्र आइसकेको पार्ट बाहेक र बाँकी रहेको पार्ट हो किन? ए र बी मा आइसक्यो है। ए र बी मा नआएको कुरा चाहिँ हामी यहाँ लेख्नु हो किन? त्यही भएर यो पार्टलाई हामी के भन्छौँ? एन ए युनियन बी को के लेख्छौँ? कम्प्लिमेन्ट लेख्छौँ। यो पार्टलाई हामी के भन्छौँ? एन ए युनियन बी को कम्प्लिमेन्ट। भनेको यहाँ आइसकेको कुरा बाहेकको कुरा चाहिँ हामीले यहाँ लेख्नु पर्यो। अब हामी के गर्नु? ल यति कुरा बुझिसक्नु होला तपाईले। यो डायग्राम हामी के भन्छौँ? भेन डायग्राम भन्छौँ है। यसलाई फिगर भेन डायग्राम लेखौँ है। यो भेन डायग्राम भयो। ल भेन डायग्राम क्लियरली बुझ्नुभयो भने अब हामीले के गर्ने? फर्मुला बनाउन ट्राई गर्ने। फर्मुला बनाउन सजिलो छ। तपाईले भेन डायग्राम मजाले बनाउनु भयो भने सबै फर्मुला भनेको भेन डायग्रामबाट बन्दै जाने हो है। ल के गरौँ? पहिले यो युनिभर्सल सेटको फर्मुला बनाउँ। युनिभर्सल सेट भनेको के हो? यो बक्समा भित्र, यो बक्स भित्र भएको सबै कुरा हो किन? अब यो बक्स भित्र के कुरा छ हेर्नु त। यो युनिभर्सल सेट भनेको यो बक्स भित्र भएको सबै कुरा हो। यो बक्स भित्र यो पार्ट छ, त्यसपछि यो पार्ट छ, त्यसपछि यो पार्ट छ, अनि त्यसपछि यो पार्ट छ। भनेपछि यो बक्स भित्र भएको सबै पार्टलाई जोड्यो भने हामी केसँग बराबर हुँदैछ? युनिभर्सल सेटसँग बराबर हुन्छ हुँदैन? त्यही भएर युनिभर्सल सेटको फर्मुला के हो? यसलाई एन यु इज इक्वल टु यो पार्ट प्लस यो पार्ट प्लस यो पार्ट प्लस यो पार्ट गर्यो भने यो पुरै बक्सको पार्टहरु आयो क्या? हामी त्यही भएर युनिभर्सल सेटमा हामी के लेख्न सक्छौँ? यो पार्ट भनेको के हो? ओन्ली ए भयो हो किन? ओन्ली ए। यो गोलो भनेको पुरै हो, तर यो पार्ट भनेको के हो? ओन्ली ए हो किन? त्यसैगरी प्लस
त्यसपछि यहाँ के छ यो भनेको ए इन्टरसेक्सन बी को पार्ट हो त्यसले ए इन्टरसेक्सन बी प्लस त्यसैगरी यो पार्ट भनेको कसको बी को मात्रै पार्ट हो त्यही भएर के लेख्नु ओन्ली बी लेख्छौं प्लस त्यसैगरी के छ यो बाहिरको पार्ट पनि छ के छ यसलाई हामी के लेख्छौं एन्ड ए युनियन बी को कम्प्लिमेन्ट लेख्छौं ल भनेपछि युनियन भनेको के रहेछ युनियन भनेको यो बक्स भित्र रहेको सबै पार्टलाई एड गर्नु पर्यो नि त्यही भएर मैले के गरे यो जोडे यो जोडे यो जोडे यो जोडे अनि के सँग इक्वल भयो युनियनसँग इक्वल भयो ल तपाईको युनियनको फर्मुला चाहिँ यो भयो र त्यसैगरी हामीले अब यसको मात्र निकाल्नु पर्यो यो ए र बी को पार्ट यसको फर्मुला निकाल्नु पर्यो भने यो यसलाई हामी के लेख्नु पर्छ ए युनियन बी लेख्छौं सो यसको फर्मुला के हुन्छ भने ए युनियन बी र अब ए युनियन बीमा कुन पार्ट पर्छ यो पार्ट पर्यो यो पार्ट पर्यो यो पार्ट पर्यो हो के न भनेपछि मैले यो तीनटा पार्टलाई जोड्यो भने के सँग इक्वल हुन्छ ए युनियन बी सँग इक्वल हुन्छ हैन त्यसैगरी ल यसको पनि लेखौं ओन्ली ए प्लस अनि बीचमा के छ ए इन्टरसेक्सन बी प्लस ओन्ली बी लेख्न मिल्यो हो के न यो पार्टमा के छ यो पार्टमा यो पार्ट छ यो पार्ट छ यो पार्ट छ त्यही भएर मैले के लेखेको त्यसलाई सेट सम गर्दिएको ल अब त्यसैगरी के निकाल्ने अब त्यसैगरी हामीले यो युनियन निकाल्नु यसको फर्मुला के हुन्छ यो बाहिरको पार्टीको फर्मुला अब यो बाहिरको फर्मुला निकाल्न के गर्नु पर्यो यो पुरै बक्सबाट है यो पुरै बक्सबाट मैले बीचको पार्टलाई हटाइदिए भने यो पार्टलाई हटाइदिए भने यो बाहिरको बाँकी पार्ट आउँछ हैन यो पुरै बक्सबाट मैले यतिको पार्ट हटाइदिए भने यो रिमाइनिङ पार्ट बन्छ हैन हो रिमाइनिङ पार्टलाई हामी के भन्छौं ए युनियन बी भन्छौं ए युनियन बी को कम्प्लिमेन्ट भन्छौं सो यसको लागि के गर्नु पर्यो हामीले यो पुरै बक्सबाट यसलाई घटाउनु पर्यो नि पुरै बक्सलाई हामी के भन्छौं पुरै बक्स भनेको हाम्रो युनियन सेट हो युनिभर्सल सेट हो माइनस के गर्नु पर्यो हामीले यो पार्ट हटाउनु पर्यो यो पार्टलाई हामी के भन्छौं ए युनियन बी भन्छौं सो ए युनियन बी ल यति फर्मुला तपाईले मजाले जान्नु हो भने यो दुईटा सेटको क्वेशन चाहिँ तपाईले सजिलै गर्न सक्नुहुन्छ ल सेटबाट तपाईले अरु केही बुझ्न मन छ भने केही कन्फ्युजन छ भने मलाई कमेन्ट गर्न सक्नुहुन्छ है ल नेक्स्ट भिडियोमा चाहिँ हामी यो तीनटा सेटवाला फेरि भिडियो बनाउने छौं भिडियोहरु हेर्नुको लागि धेरै धेरै धन्यवाद।